हेर्नुहोस् तेल फ्राई भयो। यसमा चाहिँ प्याज र यो हाल्ने चरक्क पारेर यसलाई चाहिँ हल्का भुट्छु। हेर्नु है, तपाईँहरू हेर्दै जानु कस्तो। म त पकाउनको लागि त अलिकति मेरो घरको लागि चाहिँ माहिर छु है। तपाईँहरूको लागि चाहिँ म ठुलो छैन जान्दैन, मेरो घरको लागि चाहिँ म माहिर छु पकाउनको लागि। हेर्दै जानु के पकाउँछु। तपाईँहरू जे भन्नुहुन्छ त्यही पकाइन्छु देखाइन्छु, तर मेरो घरको लागि चाहिँ तपाईँले भनेकै चिज पकाइन्छु, तर मेरो घरको लागि म चाहिँ अहिले के पकाउने रहेछु तपाईँलाई देखाउँदैछु। एउटा डिममा यो डोडा डिममा है, यो डिममा चाहिँ पकाएँ। यसमा चाहिँ कि अलिकति निमक सिमक के हाल्नुपर्छ, हेर्दै जानु। नमक हालेँ अलिकति, हल्का मात्रामा धनियाँको पाउडर। अब यसलाई हल्का पकाएर यसमा चाहिँ सिम्पल तरिकाको चिज पकाउँदैछु। यसमा चाहिँ अलिकति पानी हाल्दिएँ है। पानी हालेर चाहिँ यसमा के हाल्छु भन्ने कुरो हेर्दै जानु। पकाएको नहुन पनि सक्ला, तर यसमा चाहिँ हाल्छु अब यो हो म्यागी। यो चाहिँ म्यागी हो। यो 3 प्याकेट म्यागी पकाएर यहाँ खाने हो। म्यागीमा चाहिँ यो 3 प्याकेट मसला, म्यागीको भित्रै हुन्छ मसला, यो हाल्ने। अब यो उम्लिएर जति पाक्छ यो पकाइ। यसमा चाहिँ कुनै जान्नुपर्ने छैन। मलाई चाहिँ कुकिङ भिडियो चाहियो, कस्तै पनि होस् भिडियो चाहियो। र मैले बनाएको हजुरहरूले नराम्रो चाहिँ नपाइदिनुहोस्। हजुरले हेर्नु भयो भने चाहिँ म चाहिँ राम्रो लाग्छ मलाई, र पकाएको वा हजुरलाई देखाएको हेरिदिँदा म खुसी हुन्छु। रेडी, म्यागी रेडी भयो। उम्ल्यो पनि पाको पनि। यहाँ एउटा चाहिँ चपचप पारा खाएर आएछ। भात छ बिहानको, तातो भएर पनि छोडेको छैन। यहाँ बसेको चाहिँ पापा म खान्छु कि खान्छु, त्यही पनि अब सानो बालाखा है, यसरी खान्छ। र बालाखा भनेको त झोलीको देउता न के भन्छन् अरे। मेरो म्यागी पनि पाएको।